Okay, alright. Hello everyone. Namaste Pablo. Welcome back here to another video in Pakhring vlog. हैन अहिले चाहिँ म त दबाई पानीमा छु। अहिले चाहिँ हामी चाहिँ कहाँ जान आँटेको भनेर देखाउँदैछु। कुखुराको चल्लाहरू हेर्नु नि। कुखुराको नि चल्लाहरूले पानी खाँदै रहेछ। त अहिले चाहिँ म चाहिँ दबाई पानी आएको छु। अन्त यहाँ चाहिँ मलाई एकदम दामी लागिदिन्छ हो। अन्त अहिले चाहिँ म कहाँ जाँदैछु भन्दा चाहिँ भोलि चाहिँ मकर सङ्क्रान्ति हो माघे सङ्क्रान्ति भन्छ मकर सङ्क्रान्ति। त्यसको लागि चाहिँ तरुल खान जाँदैछु हो। आङीले चाहिँ भिडियो नगर भन्दै थियो हो। यहाँनिर चाहिँ आज तरुल खान जान आँटेको खन्दैछु जान आँटेको। अब चाहिँ तरुल खाने निस्क्यो पनि आम्बो के बोल्दा हौ ला यस्तो माथि सिम्बल तरुल चाहिँ मैले लाइफमा कहिले खनेको छु है। आज चाहिँ म जान्दैछु। म त सिम्बल छ भने त निकै गहिरो हुन्छ होला सोचिरहेको थिएँ। ल यो माथि हुँदो रहेछ लु खनिदिनु भने भन्नु है। ए भाँचिन्छ भन्दा भाँचियो अन्त त्यति हो। यो त तरुल होइन नि होइन यसलाई भाँचिन्छ है। यो त टुप्पी त हो माने यो तरुलै हो। म त होइन यस्तो उयस माथि हुन्छ भनेर थाहा थिएन हौ। ल त अब त्यो हल्का काम गरिदिउँ हो। हल्का तरुल भन्ने कुम्ले रहेछ यहाँ चाहिँ गइस। यो कुम्लेदेखि त पुरा डराउँछ हामी। अब आफै फ्याङ्छ हामी चाहिँ पुरा डराउँछ यस्तो खुम्ले लाप्रे भने चाहिँ। किन चाहिँ डराएको यहाँ हेर्नु न हो यहाँ हेर्नु न ए कहाँ फ्याङ्छु त तपाईँ माथि त यहाँ हेर्नु न भनेकै। यस्तो खुम्लेहरू आङी चाहिँ पुरा अब सेन्सिटिभ भन्यो कि के भन्नु हो। यस्तो खुम्लेहरू देख्यो भने चाहिँ पुरा उइस हुन्छ अरे यहाँ न। लाप्रेछ भन्दा पनि तपाईँलाई कस्तो डर लाग्छ भनिदिनु न। लु भयो उता ल लु सिम्बल तरुल चाहिँ यहाँदेखिको लिएर चाहिँ यत्रो लामो छ हो। खन्दैछ हामी। यहाँ पनि अर्को पनि छ यहाँ पनि छ यो अर्को। ल त अब चाहिँ अहिले एकछिनमा खनेर ल त तरुल खन्ने चाहिँ खानु जतिको सजिलो चाहिँ होइन रहेछ। खन्नु चाहिँ पुरा गाह्रो हुँदो रहेछ। हत्तु भयो तरुल चाहिँ यति खाली निस्किरहेको छ हो। हत्तु चाहिँ हत्तु हुँदो रहेछ। ओह्रालो जाँदो रहेछ नि त है। ओह्रालो गएर चाहिँ अलिक हत्तु हुन्छ। ज्वरोले होला भाँचिदियो है त्यस्तो उयो छैन। त्यस्तै ठिकै छ ल त अब नेक्स्ट हेरौँ। यो 1 केजी कति 100 रुपियाँहरू हुन्छ जस्तो हुन्छ है। ल त चुट्टाएर यो के गरेको यहाँ गयो आधी उहीँ छ त यो आधी छुट्टै नि त। त्यो के पनि हुँदैन त्यो यत्रो त रहेछ। यसको उयो कहाँ छ हो पेटको लुगा त के भन्दैन आम्बो लु यो भन्दा नि राम्रो बनाएको थिएँ यस्तै मैले हो र। ल स्टिल यो पनि दामी दिएको यहाँनिर कि सम्म बनाइदिएको हो। तरुल चाहिँ खनिसक्यो। हाम्रो सबसे लामो तरुल चाहिँ यत्रो छ। आमामै हेर्नुहोस् कति लामो। आज अहिले खनेको तरुलभरिमा चाहिँ यो तिनवटा चाहिँ अलिक ठुल्ठुलो रहेछ है। यत्रो ठुल्ठुलो छ हो। हामीले सानो देख्छ तर यसलाई फेरि टुक्रा पनि एउटा देख्छौँ पनि पर्दैन नि। अरू चाहिँ अलिक बमबटेहरू छ नि त ठुलोहरू छ नि। यो चाहिँ लम्बुहरू चाहिँ हेर्दैछ।